ल आज हामी नेपालको इतिहासको एउटा लामो र निकै रोचक यात्रामा निस्कदैछौँ। एउटा यस्तो यात्रा जहाँ गौरव पनि छ, उतार चढाव पनि। यो भनाइ पृथ्वीनारायण शाहको हो र यसले त्यो बेलादेखि आजसम्म नेपालको अवस्थालाई कस्तो मजाले बयान गर्छ हैन त। दुई ठूला शक्तिहरूको बीचमा आफ्नो अस्तित्व जोगाउन सधैँ कसरत गरिरहनुपर्ने। त्यसो भए आधुनिक नेपालको कथा कहाँबाट सुरु गर्ने त? यसको लागि हामीले समयमा अलि पछाडि जानुपर्छ। काठमाडौँ उपत्यकाको त्यो स्वर्ण युगमा जहाँ नेपालको कला, संस्कृति र पहिचानको जग बसेको थियो। सबैभन्दा पहिले कुरा गरौँ लिच्छवीकालको। यो समयलाई नेपालको इतिहासको क्लासिकल पिरियड पनि भनिन्छ। हो, यही बेला हो जब तिब्बतसँग व्यापारको बाटो खुल्यो र चाँगु नारायण जस्ता अनुपम कलाका नमुनाहरू बने, जसले नेपालको गौरवलाई उचाइमा पुर्यायो। लिच्छवीपछि आयो मल्लकाल, अनि यो समयलाई त नेपाली संस्कृतिको स्वर्ण युग नै मानिन्छ। करिब 550 वर्ष लामो यो समयमा कला, वास्तुकला र सहरी विकासमा यति धेरै काम भयो कि काठमाडौँ उपत्यकाको पूरै स्वरूप नै बदलियो, एउटा परिष्कृत सभ्यताको केन्द्र बन्यो। तर 15औं शताब्दीतिर आइपुग्दा एउटा रोचक मोड आयो। यो विशाल मल्ल राज्य 3वटा सासाना राज्यमा बाँडियो: काठमाडौँ, पाटन र भक्तपुर। अब सुन्दा त विभाजन नराम्रो लाग्ला, तर रमाइलो कुरा के भयो भने यिनीहरू बीचको प्रतिस्पर्धाले कला र वास्तुकलालाई झन मलजल गर्यो। काठमाडौँ उपत्यकाका यी कलात्मक तर विभाजित राज्यहरूको युग लामो समय टिकेन। अब एउटा यस्तो नयाँ शक्तिको उदय हुँदै थियो जसले पहिले त देशलाई एउटै मालामा हुने, तर पछि गएर नेपाललाई लगभग 1 शताब्दीसम्म संसारबाट अलग पनि राख्यो। यो नयाँ शक्ति थियो गोर्खा राज्य, र त्यसका शासक थिए पृथ्वीनारायण शाह। भारतमा ब्रिटिस राजको विस्तारलाई एउटा ठूलो खतराको रूपमा देखेर उनले छरिएर रहेका साना साना राज्यहरूलाई एकै ठाउँमा ल्याएर एउटा शक्तिशाली एकीकृत नेपाल बनाउने अभियान सुरु गरे। तर देश एकीकरण भए पनि दरबारभित्रको षड्यन्त्र र शक्ति सङ्घर्ष रोकिएन। यो सङ्घर्षले यति विकराल रूप लियो कि 1846मा कोतको आँगनमा एउटा भयानक रक्तपात मचियो, जसलाई हामी कोत पर्व भनेर चिन्छौँ। यही नरसंहारको फाइदा उठाएर जङ्गबहादुर राणाले देशको सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिए। यहाँनिर शाह एकीकरण र राणा शासनबीचको फरक बुझ्न जरुरी छ। पृथ्वीनारायण शाहको लक्ष्य देश बनाउनु थियो, एउटा बलियो राष्ट्र। तर राणाहरूको लक्ष्य आफ्नो परिवारको शक्ति र सम्पत्ति बढाउनु मात्र थियो। उनीहरूले शाह राजाहरूलाई नाम मात्रको बनाएर राखे र देशलाई बाहिरी दुनियाँबाट अलग्याएर राखे। 1-2 वर्ष होइन, पुरै 104 वर्ष हो। 104 वर्षसम्म राणाहरूले नेपाललाई आफ्नो पारिवारिक वीरता जस्तै गरी चलाए। देशको ढुकुटी उनीहरूको निजी सम्पत्ति बन्यो र यसको सिधा असर के भयो भने नेपाल विकासको दौडमा धेरै पछाडि पर्यो। दोस्रो विश्वयुद्ध सकिएपछि संसारभर परिवर्तनको हावा चल्यो। त्यो हावाले नेपाललाई पनि छोयो। अब नेपालमा राणा शासनको अन्त्य र प्रजातन्त्रको एउटा छोटो तर महत्त्वपूर्ण बिहानीको सुरुवात हुनेवाला थियो। जनताको असन्तुष्टि बढ्दै थियो र त्यही बेला राजा त्रिभुवनले पनि जनताको पक्ष लिए। अन्ततः राजा र जनताको संयुक्त प्रयासले चलेको 1951 अर्थात् 2007 सालको क्रान्तिले 1 शताब्दी लामो निरङ्कुश राणा शासनलाई ढालिदियो। राणा शासन गएको लगभग 1 दशकपछि 1959मा नेपालको इतिहासमै पहिलो पटक आम चुनाव भयो। त्यो चुनावमा नेपाली कांग्रेस पार्टीले जित्यो र बीपी कोइराला देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो। यो देशको लागि एउटा नयाँ आशाको किरण थियो। तर त्यो आशाको किरण लामो समय टिक्न पाएन। चुनाव भएको जम्मा 18 महिनापछि डिसेम्बर 1960मा राजा महेन्द्रले अचानक कू गरे। उनले संसद भङ्ग गरे, राजनीतिक पार्टीहरूमाथि प्रतिबन्ध लगाए र बीपी कोइराला लगायत सबै निर्वाचित नेताहरूलाई जेल हाले। प्रजातन्त्रको त्यो छोटो बिहानी त्यही अन्त्य भयो। अब बहुदलीय प्रजातन्त्रको ठाउँमा राजा महेन्द्रले एउटा बिल्कुलै नयाँ र फरक किसिमको राजनीतिक व्यवस्था ल्याए। उनको दावी थियो कि यो व्यवस्था नेपालको माटो सुहाउँदछ। यो व्यवस्थाको नाम थियो पञ्चायत व्यवस्था। यो कस्तो थियो भने यसमा कुनै राजनीतिक दल हुँदैन थियो र देशको सम्पूर्ण शक्ति राजामा हुन्थ्यो। भन्नको लागि जे भने पनि वास्तवमा यो एक प्रकारको निरङ्कुश राजतन्त्र नै थियो। यसको संरचना हेर्दा पिरामिड जस्तो थियो। सबैभन्दा तल गाउँसभा, अनि जिल्ला, अञ्चल हुँदै सबैभन्दा माथि राष्ट्रिय पञ्चायत।
तर कागजमा जस्तो देखिए पनि वास्तविक शक्ति भने सधैँ दरबारमै केन्द्रित थियो। पञ्चायतको एउटा मुख्य नारा नै थियो, एक राजा, एक भेष, एक भाषा। यसको उद्देश्य थियो राजतन्त्र, दौरा सुरुवाल र नेपाली भाषालाई अघि बढाएर एउटा एकल राष्ट्रिय पहिचान बनाउनु। विविधतालाई भन्दा एकरूपतालाई बढी जोड दिइयो। तर यो व्यवस्था पनि सधैँ चल्न सकेन। 30 वर्षसम्म चलेको पञ्चायती शासनप्रति जनताको असन्तुष्टि बिस्तारै बढ्दै गयो र आखिरमा त्यो एउटा ठूलो विस्फोटको रूपमा बाहिर आयो। अब नेपाल एउटा यस्तो राजनीतिक उथलपुथलको दौरमा प्रवेश गर्दै थियो जसले देशको भविष्य सधैँका लागि बदल्दिनेवाला थियो। त्यसपछिका 2 दशक त झन् आधी बेहेरी जस्तै रहे। 1990मा पहिलो जनआन्दोलन भयो जसले पञ्चायत ढाल्यो। 6 वर्षपछि 1996मा माओवादीले सशस्त्र विद्रोह सुरु गर्यो। 2001मा त्यो कहाली लाग्दो दरबार हत्याकाण्ड भयो र अन्ततः 2006मा दोस्रो जनआन्दोलन भयो जसले 2008मा नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र बनायो। अनि त्यो ऐतिहासिक दिन थियो मे 28, 2008। यही दिन नवनिर्वाचित संविधान सभाले एउटा ठूलो निर्णय गर्यो, नेपालमा 240 वर्षदेखि चल्दै आएको शाहवंशको राजतन्त्रलाई सदाको लागि अन्त्य गर्ने। शताब्दीौं लामो राजतन्त्रको अन्त्य हुनु नेपालको इतिहासमा एउटा पक्कै पनि ठूलो मोड थियो। यसले एउटा नयाँ अध्यायको सुरुवात त गर्यो, तर प्रश्न अझै बाँकी छ। एउटा भर्खरै जन्मेको गणतन्त्रले अब कस्ता नयाँ चुनौतीहरूको सामना गर्नु पर्ला?